दो कदम, चौखट के बाहर क्या गए, तेरी कुड़माई के दिन आ गए। हाय बन्नो परदेसिया के देश के, चौबारे तुझको भा गए, तेरी कुड़माई के दिन आ गए। ले रहा सब लाए तेरी माई बाबुल का घर बार है, हो गेंदा गुलाबों से सजी डोली तेरी तैयार है। झूलों के मौसम वो तेरे, हमसे रोके भी रोके ना गए, तेरी कुड़माई के दिन आ गए, नी तेरी कुड़माई के दिन आ गए। मुंडेरों को जब तू कह के जाएगी, रौनक हवेली की संग लेके जाएगी। कोयले सुबह किसको नींद से जगाएंगी, धूप आंगने में अब से किससे मिलने आएगी। खुल के कभी जो ना कहा करते हम आज स्वीकार है, अपने भैया से कहना ना कभी, हमको तुझसे ज्यादा प्यार है। हाथों में चूड़े सज गए, तेरे गुड़िया खिलौने कहाँ गए, तेरी कुड़माई के दिन आ गए। 16 बरस के दो कदम, चौखट के बाहर क्या गए, तेरी कुड़माई के दिन आ गए, नी तेरी कुड़माई के दिन आ गए, तेरी कुड़माई के दिन आ गए, नी तेरी कुड़माई के दिन आ गए।
तिम्रो मायामा पक्लिरहन्छु म अझै रहोस् तिम्रो मेरो सम्बन्ध नशा नशामा बग्छ तिम्रो माया जुनीभरि हाम्रो कथा सधैँभरि देख्छौ तिमीले डुबेर हेर यो मायाको गहिरामा कल्पना होइन यो विपना हो सधैँ जुनीभरि हाम्रो कथा सधैँभरि समर्पण यो हृदय तिमीलाई झुक्छु यो माया पुछु चाहनामा चिनारी यो शिरको सिन्दूर तिम्रो बाचाको चिनारी यो हातको मेहन्दी तिम्रो मायाको चिनारी यो शिरको सिन्दूर तिम्रो बाचाको चिनारी आधा मात्र
जीवनको सवारी यो तिम्रो मेरो मन हाम्रो खुसीको सवारी आधा मात्र थिए पुरा भई तिम्री प्यारी मैले रोजेको संसार खोजेको आधार सबै पाएँ मैले चाहेको जिन्दगी देखेको सपना सबै पाएँ
त बाजा बजाए बजाए बेहुली बेहुली पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोर सिंगार गरी पल पल घडी घडी तिम्रै बाटो हेरी सजेको छु तिम्रै निम्ति सोर सिंगार गरी मुटुको यो ढुकढुकी थामेर बसेकी बेहुली 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 फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कोर्नेछु यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहुली आज किन सपनामा चुके जस्तो लाग्दैछ आज किन सपनामा चुके जस्तो लाग्दैछ तिमी मेरो बेहुला अनि म तिम्रै बेहुली 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 श्रीमती शर्मिला गोलेका आयुष्मान सुपुत्रा श्री रवि गोले का साथ सुसम्पन्न हुन गइरहेको छ। यो भन्दा अगाडि चाहिँ हामीले उहाँहरूको शुभ विवाहमा चाहिँ भगवान बुद्धलाई साझी राखेर त्रिरत्न बुद्ध रत्न धर्म रत्न सनारत्नलाई साझी राखेर गुवामा साझी राखेर यताको अभिभावक गुवामा साझी राखेर आजको यो शुभ दिनमा हामीले दुईजनाको शुभ कार्य गर्न गइरहेको छु। हामी उताको अभिभावक हुनुहुन्छ है त? फेरि मैले दोहोऱ्याउनु चाहे आज मैं 2022 साल फागुन 19 गते फल पूर्णिमाको शुभ दिनमा आयुष्मती नातिनी सुश्री शीतल पाखरिन सुपुत्री श्रीमान झिवाबहादुर पाखरिन तथा श्रीमती राजकुमारी पाखरिनको लालबन्दी 6 सरलाई निवासी श्रीमान इन्द्रबहादुर गोले तथा श्रीमती शर्मिला गोलेको आयुष्मान सूत्र श्री रवि गोलेसँग सुसम्पन्न
हुन गइरहेकोले गर्दा हामीले चाहिँ त्यो हुनुभन्दा अगाडि हामीले चाहिँ भगवान् बुद्ध साथी राखेर त्रिरत्न साथी राखेर पति साथी राखेर सगुन साथी राखेर आस्याम मामा साथी राखेर बुद्धको अभिभावक नेताको अभिभावक साथी राखेर अनि सिमी भूमि नाग नागिनी साथी राखेर 33 कोटी देवता साथी राखेर अनि हिमालको डाँफी मुनालको साथी चाहिँ परेवा राखेर परेवा साथी राखेर अनि खोला हो भने माछा साथी राखेर हामीले चाहिँ 2 जनाको शुभ कार्य गर्न गइरहेको छ। तपाईँहरूले अहिले सुआशीर्वादहरू दिनुपर्ने हुन्छ। यो शुभ कार्यमा हामीले चाहिँ बौद्ध दर्शन र हाम्रो तामाङहरूको संस्कार सांस्कृतिक चलन चल्ती अनुसार हामीले चाहिँ यो गर्न गइरहेको छौँ। योभन्दा अगाडि हामीले गेमको ग्रहहरू मनायो, त्यसपछि हामीले चाहिँ अब बाहिर अब मङ्गल पाठहरू गऱ्यौँ, अब औँठ लाउने कामहरू, अब माला लाउने कामहरू गऱ्यौँ, त्यसपछि हामीले चाहिँ भोग गरेको राज शान्तिको लागि, त्यसपछि हामीले यहाँ अब यो शुभ कार्य शुभ विवाह गर्न गइरहेको छौँ। यो शुभ विवाहमा चाहिँ पहिलो नम्बरमा खाता लाएर, त्यसपछि दोस्रो नम्बरमा माला दुबो माला लाएर, तेस्रो नम्बरमा अब ओको भेन्दोको टिका लाएर, त्यसरी चाहिँ हामीले यो कार्य सुसम्पन्न हुन गइरहेको छौँ। यहाँ चाहिँ हामी मात्रै नभइकन हामी चाहिँ अब चरचर जगत प्राणी सबै साथी राखेर यो चाहिँ हामीले शुभ कार्य गर्न गइरहेको छौँ। हाम्रो थाहा परिवर्तन हुँदैन। हाम्रो तामाङ जातिको यो पाखिन स्यासी पाखिन नै हुन्छ, गोली हुँदैन है। हामीले हाम्रो गल्ती के भइरहेको छ भने हाम्रो श्रीमती श्रीमानको थाहा लेखिरहेको छ नारीको हेर्दा, त्यो बहुत गलत छ। त्यसमा चाहिँ हामीले सच्याउनुपर्छ। पोहोर मलाई एउटा कुरा एउटा घटना घटेको थियो। भगवती पाण्डेले के भनेको थियो भने त्यतिखेर चाहिँ त्यहाँ चाहिँ अब यस्तो चाहिँ दिदीले नै बिहे गरिरहेछ भन्ने खालको कुराहरू त्यहाँ अब दिनुभएको चाहिँ परमा किनभने उनीहरू त वकिल हो, उनीहरूले हेरेर हुन्छ नागरिकले के देखेको श्रीमानको पनि श्रीमतीको पनि एउटा थप देख्छ त्यहाँ। त्यस कारण आजदेखि हाम्रो शीतल बहिनी कान्छीले चाहिँ पाखरिन गोले पाखरिन स्या चाहिँ गोलेलाई बिहे गरेको रहेछ भनेर प्रमाणित हुन्छ। उता सिधै गोले लेख्यो भने दिदीले बिहे गरेको देख्छ। हामीले प्रमाण हेरेको चाहिँ दिदीले बिहे गरेको होइन, तर भए तापनि हाम्रो इतिहास अनुसार हाम्रो शास्त्र अनुसार ठाउँ फेर्दैन भन्ने चाहन्छ। हाम्रो चाहिँ जन्मौजोली मृत्यु हुँदाखेरि जसरी आस्याम चाहिन्छ, महेश चाहिन्छ, माना चाहिन्छ भनेर चाहिँ नि त्यो चाहिँ भिन्जन भन्ने हुन्छ। त्यतिखेर चाहिँ माइतीलाई बुझाउनु पर्छ। त्यस कारण हामीले यो कुराहरूलाई चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। त्यस कारण आज हाम्रो बहिनी छ, बहिनी चाहिँ पाखरिन स्या नै हुन्छ, हाम्रो ठाउँ परिवर्तन हुँदैन। यसरी बुझ्नुपर्छ। थर परिवर्तन गऱ्यो भने आफ्नो थरलाई लेख्ने अनि त्यसपछि श्रीमानको थर लेख्ने, सिधै त्यसरी लेख्यो भने हामी चाहिँ एउटै थर देख्छ, त्यसपछि आफ्नै दिदीबहिनी बिहे गरेको जस्तो देख्छ। अनि त्यसैले यो कुरा बुझ्नुपर्ने हुन्छ। हाम्रो बहिनी शीतल बहिनी चाहिँ आज रवि गोलेसँग चाहिँ शुभ विवाह हुन गइरहेको छ। यहाँ चाहिँ म मात्रै नभइकन, यहाँ चाहिँ अब तपाईँहरू मात्रै नभइकन, तपाईँ हामी मात्रै नभइकन यहाँ चाहिँ त्रिरत्नदेखि सिमी भूमि नाग नागिनी हिमालको डाँफी मुनाल खोलाको माछा सबै साझी राखेर यहाँ चाहिँ 2 जनाको शुभ कार्य सुसम्पन्न हुन गइरहेको छ। त्यस कारण यो खाना लाउँदाखेरि चाहिँ तपाईँहरूले ताली बजाइदिनु होला। सुरुवातदेखि अन्तिमसम्म एकदम राम्रो होस् भनेर त्यसरी भावना गरिदिनु होला। हामीले यहाँ विवाहमा काटमार गर्नु हुँदैन, जाँड चलन गर्नु हुँदैन भन्ने कारण चाहिँ किन भन्दा हाम्रो जीवन नयाँ जीवनको पहिलो सुरुवात चाहिँ विवाह भएको कार्यक्रम, त्यसमा चाहिँ काटमार गर्नु हुँदैन। किन गर्नु हुँदैन भन्दा हाम्रो नयाँ जीवनको सुरुवातमा हात्ती इच्छा गरेर नराम्रो काम गरेर विवाह गर्यो भने हामी हाम्रो भोलि छोराछोरी जन्मदेखि छोराछोरी आमाको हुने, लाखको लडेको मान्छे भएर जन्म लिने, अनि मूर्ख भएर जन्म लिने, अनि त्यसपछि एकदम बाउलाई नमान्ने, आमालाई नमान्ने, सानोलाई मान्ने, ठुलोलाई आदर सत्कार सम्मान नगर्ने, त्यस्तो खालको जन्मिन्छ। त्यो के अपुण्य कार्य गर्दा, त्यो पापले गर्दा। त्यस कारण एकदम शुद्ध कार्य गरेर विवाह गर्नुपर्छ भनेको। नयाँ जीवनको पहिलो सुरुवात भएको कारणले शुभ कार्य गर्नुपर्छ भनेको। त्यस कारण शुभ विवाह भनेको है। पहिले त्यो शुभ भनेर लेखेको हुन्छ, उतापट्टि चाहिँ अशुभ गरेर चाहिँ गर्नु। त्यस कारण नयाँ जीवनको पहिलो सुरुवात
भएको कारणले गर्दा काठमा नगरिकन सुत्तो तरिकाले गर्नुपर्छ। भयो भने 10औं पुस्तासम्म, एक पुस्ता भएन 10औं पुस्तासम्म नराम्रो हुन्छ भनेको छ। यो विवाह त्यसै काठमा गरेर गयो भने त्यसै बतास मैले भनेको शासन त्यस्तो हुन्छ। त्यसैले सुत्तो तरिकाले गयो भने के उत्तम हुन्छ। आज सुत्तो तरिकाले गर्ने वास्तवले उताको अभिभावक एवं सबैलाई म चाहिँ धन्यवाद दिन चाहन्छु। सुत्तो तरिकाले गर्नुभएको कारणले गर्दा त्यसैले अब हामीले सुरुवात गर्छ यसै गरी गर्नुपर्छ है। अब म मनाउ गर्छु अनि त्यहाँ खाँदा उठाएर गुरु अलि पछाडि मोबाइल अड्न ल्याउनु क्रस गरेर एकदम आइलाम हो हाम्रो सैन्य 5 क्लास हुन्छ त्यो 5 क्लास चाहिँ जहिले पनि आइ भइ पनि हो भनेर सम्झे नभए नाम हो त्यहाँबाट जुली जुली पुण्य पनि सबैले छेरे भन्दै छेरे गुरु हल्का यता फर्केर सरी यो कलासको पानी एउटै भयो उताको पानी यताको पानी उता हालेपछि एउटै भयो है। यो चाहिँ आजको दिनदेखि अहिलेसम्म चाहिँ कोही न कोही थियो। आजको दिनदेखि श्रीमान श्रीमती एउटै घर परिवार नन्द र मासु जस्तै भयो। पानी एउटै पानी सुक्याउन सक्छ अहिले सक्दैन नि त। आजको दिनदेखि श्रीमान आजको दिनदेखि श्रीमती नन्द र मासु जस्तै भयो। अबदेखि आमा पनि बुवा पनि दुईटा आमा र बुवा भयो है। कारण बुवा आमा उताको
यतामा पनि कामको बुवा आजको दिनदेखि आमा बुवा पनि दुईटै भयो है आजको दिनदेखि भाइले यतापट्टि अब उतापट्टिको अब यो चाहिँ फलाना साइन गर्छ झिलन साइन गर्छ भनेर भनिदिनु पर्छ बहिनीले पनि यतापट्टि यो चाहिँ फलाना साइन गर्छ भनेर आजको दिनदेखि भन्नुपर्ने हुन्छ है खोइ अब को भेट्दो ज्वाइँले पठाउँदाखेरि चाहिँ अन्तिममा हाम्रो चाहिँ त्यो चारदामको अर्थ चाहिँ के भन्दा भने अन्तिममा जन्म मृत्यु त्यतिखेर चाहिँ त्यसको एउटा कागजको छेस्का हुन्छ त्यो कागजको छेस्का चाहिँ अन्तिममा माइतीलाई बुझाउनु पर्ने अर्थ लाग्छ यसले चाहिँ है चारदाम भनेपछि त्यहाँनिर त्यसरी बुझ्छ त्यो एकदम दुःख लाग्ने कुरा छ त्यो सुरुवातदेखि अन्तिमसम्म भने सबै मान्छेको अनुभव हुन्छ अनि आज चाहिँ हाम्रो छोरी चाहिँ शीतल पाखरिन चाहिँ हाम्रो भाइ रवि गोलेलाई माइती के नाम अभिषेक पाखरिन माइतीले आफ्नो दिदी चाहिँ एउटा फुल भन्छ नि हाम्रो चाहिँ फुलको कुरा आउँछ फुल फुलिसकेपछि अन्तिम ओइलेर झर्नुपर्छ त्यो झर्ने बखतमा चाहिँ अन्तिममा ज्वाइँले भेनाजुले अथवा ज्वाइँ भेनाजुले चाहिँ त्यो झर्ने बखतमा चाहिँ हाम्रो चेलीको जुन एउटा छेस्का हुन्छ काठको छेस्का त्यो चाहिँ अन्तिममा माइतीलाई बुझाउनु पर्ने हुन्छ अहिले चाहिँ जुन हाम्रो चेली छ त्यो एउटा फुलको थुम छ त्यो फुलको थुममा चाहिँ आज भेनाजुलाई हामीले चाहिँ जिम्मा गर्दैछौँ यसलाई चाहिँ तलमाथि गर्न पाउँदैन भोलि तलमाथि भयो भने गऱ्यो भने हामीले चाहिँ कानुन लगाउने हामीले कारवाही गर्नेछौँ भनेर त्यो चाहिँ गर्न लाग्छ फेरि हाम्रो छोरी चेलीले ज्वाइँलाई अब जे गर्ने हुन्छ जे भन्ने हुन्छ भनेर फेरि छोरी चेली त्यसो गऱ्यो भने हाम्रो छोरी चेलीलाई पनि कानुन लगाउनु चाहिँ के गर्नुपर्ने फेरि छोरीलाई पनि कारवाही गर्नेछ यो चाहिँ दोहोरो हुनेछ एकपट्टि मात्रै होइन दोहोरो कारवाही हुनेछ भन्दै अब म यहाँ सेवामा बात गर्छु अनि हाम्रो छोरी चेली हाम्रो शीतल पाखरिन चाहिँ हाम्रो माइती भाइले भेनाजुलाई चाहिँ आज उता छोरी चेली भएर जन्म लिइसकेपछि कुटुम्बको घरमा जानै पर्ने बाध्यता संसारको चलन जति आउँछ समाजको चलन जति आउँछ त्यसरी जानुपर्ने बाध्य रहेछ यही दिदी तपाईँलाई चाहिँ आज हामीले भेनाजुलाई जिम्मा गरेर पठाउँदैछु भनेर तपाईँले सम्झिने अब भने अब जाने भने भन्ने होइन भने त्यसरी सम्झेर गर्ने है Namo Sarsi Burisi Jusi Medona Riyadisi Nita Yapati Sange Sindhu Nike Kubai Kuhu Nanda Sindhu Sevaraishu Itam Guru Rana Mandala Kannara Dayami Lai Paila Dine Itam Guru Rana Mandala Kannara Dayami Tali boleh Tidak bersama saya nanti dengan saya malah jadi berikutnya cuma di belakang dia sangat sebagai seorang amat cuma dia sama dengan orang yang cuma amat cuma sama lah है अनि त्यो टास्दै होला पहिला पार्टनरशिप चाहिँ गर्ने हो Saga Gabagana Chopa Sange Yumin Sami Kachiri Titi Kawatiki Kigan Pasis Also Kote Sera Tanje Ujusna Bizro Lama Ivan Abu Torti सगुनको अर्थ चाहिँ के हुन्छ कास्यल भन्ने कार भनेको चाहिँ सेतो स्यो भनेको दही भनेको दही सगुन भनेको आज चाहिँ यो सगुन दुईजनाको शुभ कार्यको सगुन चाहिँ हजुरहरू यहाँ उद्धव अभिभावक यता अभिभावक र मामा मान्छेहरू सबैजनालाई सगुन यहाँ बाँड्दैछ दुईजनाको यो शुभ कार्यको सगुन हामीले चाहिँ आज
लिँदैछु यो भनेर भावना गर्नुहोस्। हेलो अन्त यो अब पनि बसेको छ त्यही पनि म फेरि गरेँ अब सम्पूर्ण हामीले प्राप्त गऱ्यौँ यो चाहिँ अब कस्तो हो भनेर फेरि हजुरहरूले पनि बुझ्नु होला यो चाहिँ एउटा साक्षीको जस्तो अब दुवैजनाको विवाह भएको बेलाको हो भने माछा साक्षी राखेर यहाँ हाम्रो माछा ल्याउनु भएको छ होइन जङ्गलको हो भने चराचुरुङ्गी साक्षी राखेर बुद्ध धर्म सङ्घ लामालाई साक्षी राखेर सम्पूर्ण अनि हाम्रो चाहिँ आफन्तजनहरू त्यसै गरी हाम्रो जयपतिको आफन्तजनहरू लगायत सम्पूर्णलाई साक्षी राखेर चाहिँ उहाँहरू तिनजनाको विवाह भएको हो भनेर साक्षीको लागि यो समूह तपाईँहरूको हातमा आएको छ। भोलि पर्सि केही तलमाथि भयो भने अब के भन्छ शीतल पाखरीको विवाह चाहिँ रवि गोलीसँग भएको हो कि होइन भने खै हामीलाई थाहा पाएन भन्नु पाउँदैन। त्यसको लागि हो यो हामी साक्षी हो त्यतिखेर हामी सबैजना थियो उनीहरू दुवैजनाको बिहे भएको हो अहिले यस्तो भएको छ भने दुवैजनालाई यो हिसाबको चाहिँ के हुनुपर्ने हो होइन सजायको भागीदार हुनुपर्ने हो। भागीदार पुरस्कार हो भने पुरस्कार पाउँछ होइन। त्यस कारणले त्यो बखतको लागि किनभने मान्छेको जिन्दगी भनेको सधैँ एक नाश हुँदैन। अहिले दुईजना मन मिलेर एकदमै राम्रो भयो भनेर विवाह भयो पछि गएर तलमाथि भयो भने त्यतिखेर पनि के चाहिन्छ समाज चाहिन्छ साक्षी चाहिन्छ हो त्यसको लागि हो यो विवाह भनेको। त्यस कारणले गर्दाखेरि ल अब उतापट्टि फर्केर हात चाउने गरेर बस्ने है त। ए सबैले लिनुहोस् हजुरहरू बस्छु। ल अब होइन भनौँ भने भगवान् बुद्ध साक्षी राखेर गइरहेको छ हामीलाई छिटो पनि भगवान् बुद्ध है अब त्यत्रो साथी राखेर गएको ल अब यतापट्टि फर्केर उतापट्टि फर्केर हात चाउने गरेर झुटो बोल्ने छैन आजको दिनदेखि भनेको झुटो बोल्यो भने आफै के हुन्छ पश्चाताप हुन्छ है। अनि अन्तिममा छान्ने हुन्छ मलाई छ आजको दिनदेखि एकअर्काले जाँड रसी सेवन गर्ने छैन चोट बेली धुम्रपान जाँड रसी मध्येमा के चिजहरू नसालु चिज हो त्यसले शान्ति कहिले पनि हुँदैन। पछि आजको दिनदेखि म चाहिँ त्याग्ने छु हामी दुवैजनाले भनेर यो चाहिँ उगाडेको है। यो 15 सिट यो चाहिँ कम्ती पनि यो 5 निर्णय पालन गऱ्यो भने सुख यहीँबाट उत्पत्ति हुन्छ अनि सुख शान्ति चाहिँ त्यो सुख शान्ति हुन्छ होइन भने चाहिँ फेरि झैझगडा हुन्छ अशान्ति हुन्छ है। ल अब यसो भन्नुहोस् है अब हेर्नु यसो भन्नुहोस् ल अब पुग्नुहोस्। संगाय नमो गुरुवे नमो बुद्धाय नमो धर्माय नमो संगाय नमो गुरुवे नमो बुद्धाय नमो धर्माय नमो संगाय नमो नमो नमो। जय पनि गुरुहरू चाहिँ हामीले सत्कार गरेको छ गुरुहरूले मान्नेछु भनेको है। नमो गुरुवे नमो बुद्धाय भनेको चाहिँ भगवान् बुद्धलाई चाहिँ त्यही पनि मान्नेछु शिर झुकाउनेछु भनेको। नमो धर्माय भनेको चाहिँ आफ्नो धर्म संस्कार सांस्कृतिक परम्परा छोडेर कहिले पनि दायाँ बायाँ हुने छैन। आफ्नो धर्म संस्कार सांस्कृतिक जे छ त्यसलाई चाहिँ म अँगालेर चाहन्छु भनेको। अब दायाँ बायाँ भयो भने त्यो चाहिँ दिग छोडेको रे जस्तो दुर्घटना हुन्छ है। त्यस कारण नमो धर्माय नमो संगाय भनेको चाहिँ शक्तिसँग मात्रै सहयोग गर्नेछु म चाहिँ जरुरत सङ्गत गर्ने छैन भनेको।
चन्दनको जग्गामा एउटा अर्को रूपमा त्यो चन्दन बाँच्न आउँछ अरे है। त्यो चाहिँ के को कारणले गर्दा भन्दा सङ्गतको कारणले गर्दा चन्दन नभए पनि चन्दनको बिचमा भएको कारण चन्दन बाँच्न आउँछ अरे नि त। त्यस कारण लामो सागा भनेर चाहिँ एकदम सत्य सम्पन्नलाई शरण गर्नेछु। धम्सी भनेको के हो भने मात्रै केको आधारमा भने ज्वाइँको विश्वासको आधारमा, ज्वाइँको सत्यताको आधारमा, ज्वाइँको परिवारको विश्वासको आधारमा, सत्यताको आधारमा छोरीको 4 तत्त्व चाहिँ जिम्मा दिएको अरे है। 5 तत्त्व हुन्छ मानिसको जिन्दगीमा, त्यो 5 तत्त्व मध्येमा चाहिँ जम्मा 4 तत्त्व चाहिँ छोरीको जिम्मा दिँदैछ। अब एक तत्त्व भनेको चाहिँ के हो भने उसको आत्मा तत्त्व, धम्सी तत्त्व अर्थात् उसको चाहिँ जात तत्त्व, त्यो चाहिँ जिम्मा दिएको छैन। खबरदार भनेको है फेरि, किन भन्दाखेरि ज्वाइँलाई जिम्मा दिए पनि छोरी चाहिँ हाम्रै हो है। भविष्यमा तामामाथि भयो भने जसरी पनि मरेको हो भने लास देखाउनुपर्छ, जिउँदो हो भने सास देखाउनुपर्छ। त्यस कारण जम्मा हामीले 4 तत्त्व भनेको 4 तत्त्व चाहिँ जिम्मा दिएको। एक तत्त्व चाहिँ आफ्नो थर, आफ्नो जात, आफ्नो चाहिँ जुन किसिमको चाहिँ एउटा हाम्रो आत्मा तत्त्व छ, त्यो तत्त्व चाहिँ सही छ है। अनि आज चाहिँ सबैले साक्षी राखेर पूजा गर्न सम्भव हुनु है। त्यस कारण हामी सबै आफन्तजनहरूलाई साक्षी राखेर चाहिँ आज शीतल पाखरिनको चाहिँ जिम्मा चाहिँ ज्वाइँ रवि कोलेजीको परिवारलाई चाहिँ गाइँदैछ। दिनेवालाले हात माछी लगाउनु, भाइहरू सबैजनाले चाहिँ दिनको लागि हात समाउनु बहिनीको आमाहरूले सबैले ल हात समाउनु है, हात समाउनु। बेहुला अलि अगाडि ल्याउनु न। चाहिँ कार्य प्रधानमा बाँड्न गइरहेको छु। जिम्मा लाउनुभन्दा अगाडि भन्नुपर्ने कुरा अनि दाजुले चाहिँ भन्नुभयो, जस्तै 4 तत्त्वको कुरा, 5 तत्त्वमा 4वटा चिज मात्रै जिम्मा गर्ने र अन्तिममा जन्मको छोरी मृत्यु हुँदाखेरि चाहिँ अब मान्छे सधैँ अब माथि रहन्न यो संसारमा। त्यो अवस्थामा चाहिँ हाम्रो छोरी चेलीको जुन एउटा तत्त्व हुन्छ, त्यो तत्त्व चाहिँ माइतीलाई नै जिम्मा गर्नुपर्ने 4 तत्त्व अर्थ त्यो छ। 4वटा चिज मात्रै गरेको त्यो अब अहिले नै भइसक्यो। अब हाम्रो छोरी चेली शीतल पाखरिन यताको अभिभावक बुवामा आस्याम मामा साझी राखेर, माइती साझी राखेर, आफ्नो स्त्रीजन सबैजना साझी राखेर उताको अभिभावक रवि गोलेको बुवामा अभिभावक सम्पूर्ण सबैजना त्यहाँ साझी राखेर चाहिँ हामीले जिम्मा गर्न गइरहेको छु। आजको दिनदेखि तपाईँहरूको जिम्मामा हुनेछ हाम्रो शीतल पाखरिन। भोलि अब समय र परिस्थिति अनुसार पाहुनाथी भयो भने नेम र कानुन अनुसार के गर्नुपर्ने त्यस्तो गर्नुपर्ने हुन्छ, बाध्य हुन्छ। त्यस्तै गरी फेरि हाम्रो अब बहिनी पनि ज्वाइँले जे गर्ने हुन्छ, जे भन्दै हुन्छ भनेर त्यसै गरी भन्दै अब म नाम्गे माडलवे छोरी चेली शीतल पाखरिन चाहिँ रवि गोलेलाई आज जिम्मा लागेको छु। आजको दिनदेखि तपाईँहरूको जिम्मा हुनेछ। अब कसम है, हामी दिने मान्छे हो। समय नारायण तामसिक नसौँ छ। यो चाहिँ हामी तामसिक भनेको चाहिँ हामी गएर चाहिँ बसेर एकदम हुन्छ, जे भन्दै हुन्छ, जे खाँदै हुन्छ भने स्वयं नर्क चाहिँ आफै भोग्नेछु भनेको है। यो चाहिँ त्यस्तो डर लाग्छ। त्यस कारण आजको दिनदेखि यो चाहिँ एक्लै जानु होइन, 2 जानु भइसक्यो है। आजको दिनदेखि बुवा पनि थौ कर्म बुवा भयो, अनि यता अब जन्म दिने बुवामा, अनि त्यसपछि कर्म दिने बुवामा भयो भने आजको दिनदेखि 2 जात भइसकेको छ, नाना नाजु जस्तै भइसकेको छ। आजको दिनदेखि चाहिँ तलमाथि भयो भने
नियम र कानुन अनुसार के गर्नुपर्ने छ यहाँ साजी बसेको जति नै आफन्त इष्टमित्र मामा अभिभावक बुढाबुढीहरू सबैजना चाहिँ के गर्नुपर्ने तपाईँहरूले दुवैजनालाई बाँधिने छन् भन्दै अब नायक भन्नुहोस् है तपाईँहरू के सोसो कुनै बेला मैले चाहिँ चित्त दुखाएँ होला कुनै बेला बिरामी हुँदाखेरि मैले चाहिँ तातो पानीहरू दिन सकेन होला हे आमा बुवा हे माइती हजुरलाई चाहिँ म आज यो सगुन राखेर सगुन अन्तिम यो चाहिँ सगुन राखेर म चाहिँ पढाइ घर जाँदैछु छोरी चेली भएर जन्मिसकेपछि पढाइ घर जानुपर्ने रहेछ हे आमा हे बुवा हे भाइ माइती मलाई चाहिँ आशीर्वाद दिनुहोस् मलाई चाहिँ आज नयाँ जीवनको सुरुवात आजको दिनदेखि मेरो चाहिँ गर्दैछन् सुरुवातदेखि अन्तिमसम्म एकदम राम्रो होस् मङ्गल होस् शुभ आशीर्वाद प्राप्त हुन सकोस् मलाई आशीर्वाद दिनुहोस् हे बुवामा हे माइती हे भाइ भनेर सम्झेर म चाहिँ पढाइ घर जाँदैछु भनेर उगा त्यहाँ होला सगुन राखेर भन्नुहोस् आमा बुवा खै चिसो राख्नु एउटा चिसो नि एउटा चिसो ज्वाइँले चिसो अनि उसले हो क्या त्यहीँ छ चिसो ल अब भोग्नुहोस् उतापट्टि सम्झिने कान्छीले नि आशीर्वाद दिनुहोस् म चाहिँ पढाइ घर जाँदैछु आमा भनेर सम्झिने ल अर्को ठेकी मामालाई अर्को चिसो अर्को ठेकी ल हो कान्छी दहीको ठेकी पाउने अनि त्यसपछि ज्वाइँले मामा एउटै राम्रो चुसेको भनेको यति एउटै राम्रो चुसेको नभए तापनि त्यो खराब खराब भए पनि मामा चाहिन्छ है त्यस कारण आज पनि म मामाहरूलाई म आज यो पढाइ घर जानुभन्दा अगाडि मैले चाहिँ यो सगुन राखेर ढोगेर सगुन गरेर जाँदैछु हे मामा हजुरहरूलाई चाहिँ हामीले दुःख दियो दुःख नमान्नुहोस् हामीलाई सु आशीर्वाद दिनुहोस् हे मामा म चाहिँ आज नयाँ जीवन सुरुवात गर्दैछु सुरुवातदेखि अन्तिमसम्म मेरो चाहिँ शुभमङ्गल होस् हाम्रो एकदम राम्रो होस् अन्तिमसम्म राम्रो होस् शुभ आशीर्वाद दिनुहोस् तपाईँहरूलाई अन्तिम यो चाहिँ जाने बखतमा सगुन गर्दैछ हे मामा भनेर मामाहरूलाई पनि सगुन राखेर ढोग्ने अनि मामाहरूले पनि शुभ आशीर्वाद दिने आजको दिन अन्तिमसम्म राम्रो हो यो चाहिँ यो ठेकी दहीको ठेकीको बुझाउनु पर्ने दुधै बुझाउनु पर्ने कारण किन नेदो पासेमा हाम्रो नेदो पासेमा मामा र आमा चाहिँ एउटै राम्रो चुसेको भनेको यो चाहिँ हो त्यस कारण मामा बुवामा ज्ञान दिने कुरोले हामीलाई चाहिँ सराय भने सराय चाहिँ छिटो लाग्छ आशीर्वाद दियो भने छिटो आशीर्वाद लाग्छ हुन्छ त्यस कारण आशीर्वाद दिनुहोस् भनेर सम्झेर त्यहाँ मामालाई लागेर ढोक्नुहोस् मामा मान्छेहरूलाई सबैले यता कान्छीलाई भोग्ने उता चाहिँ अब भाइले उता भोग्ने भएर चाहिँ भाइले भोग्नुहुन्छ जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर
सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी बरफी पलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बेसरी म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई
दबिएर सबै मेरो मनमा छ भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ कुराहरू दबिएर सबै मेरो मनमा छ भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ कान्छालाई पाउने यो आशैमा दिनहरू यसै ढल्दैछ आँखामा आउने यो सपना पुरा गराउने चाहना छ आँखामा आउने सपना कहिले पो पुरा हुन्छ नि मनले खाएको कान्छाले कहिले पो माया लाउँछ नि आँखामा आउने सपना कहिले पो पुरा हुन्छ नि मनले खाएको कान्छाले कहिले पो माया लाउँछ नि किन लाग्छ प्राणै सिद्ध्यो किन लाग्छ मन डरले थिच्यो लुकी लुकी तिम्रो हाँसोमा एकछिन दुईछिन दिनै बित्यो खै कहिले बुझ्ने होला घरबाट तिम्रो नै आशै अरूको छ र मायाको छापै लागोस् भाग्यमा बेन बजाई घुमाइदिनु सहरा कुराहरू दबिएर सबै मेरो मनमा छ
अगाडि नआउनु अझै पछाडि हेर
चले आवे मेरा खिलौना रूठ गया। माही मना के ले चले आवे मेरा नी, हाय मेरा खिलौना रूठ गया। बाबुल दा वेड़ा छूट गया। माही मना के ले चले आवे मेरा नी, हाय मेरा खिलौना रूठ गया। बाबुल दा वेड़ा छूट गया। छुप छुप रोंदियां ने मेरिया सहेलियां, ने मेरिया सहेलियां, बचपन से ही जो थी मेरे नाल खेलियां। गली बिछड़ गई, शहर बिछड़ गया, दिल थोड़ा सा टूट गया। बाबुल दा वेड़ा छूट गया। माही मना के ले चले आवे मेरा नी, हाय मेरा खिलौना रूठ गया। बाबुल दा वेड़ा छूट गया। रब ने बनाया के हो जेहा दस्तूर वे, जिन्ना जम्मिया उन्हां दे कोल होना पैंदा दूर वे। मां दियां ठंडियां छावां भी छड्डियां, बाबुल दी मर्जी सानू मंजूर वे। सोहरियां दे चलदे जश्न सवेर तक इत्थे नी, हाय इत्थे ठंडा तंदूर पिया। बाबुल दा वेड़ा छूट गया। माही मना के ले चले आवे मेरा खिलौना रूठ गया। बाबुल दा वेड़ा छूट गया। गाली जोड्यो क्या मालूम तिम्रो गालामा। छीट दी दुपट्टा तेरा लहरिया, कुट्टी तेरी छीट
अरे कब तक जवानी छुपाओगी रानी, कमालों को कितना सताओगी रानी, कभी तो किसी की दुल्हनिया बनोगी, उससे शादी करो। मुझसे शादी करोगी, मुझसे शादी करोगी, मुझसे शादी करोगी।
के आपा बिर्साउनु है आपा भित्रमु संसार रीति पुरै सिकाउँछु तामाङको दस्तुरलाई आज दिदी र भिनाजु त लिएर चाहिँ म त गएन सालो भरि टोपलेको जाने तमन्ना करना ऐसे सितम सुनेको थिएँ एउटा देशको कथा मैले त्यो कथाको राजकुमारी मेरो सामु पाएँ अहिले जे सुने था साँच्चै आज भयो त्यही तिमी नै हौ तिमी मेरी दुलही तिमी नै हौ तिमी मेरी दुलही
बचाइराख्नु ढुकढुकीमा सधैँ मलाई सजाइराख्नु मेरो कुलको इज्जत तिमीले बचाइराख्नु ढुकढुकीमा सधैँ मलाई सजाइराख्नु घरी घरी घुम्टो खोली हाँसे बोले पनि साह्रै लजालु छौ हुन्छ लजाइराख्नु पहिला बत्ती बाल्न दिएर सबै पछाडि हटेर दिनु आज से तेरी सारी गलियां मेरी हो गई, आज से मेरा घर तेरा हो गया। आज से तेरी सारी गलियां मेरी हो गई, आज से मेरा
गर तेरा हो गया। आज से मेरी सारी खुशियाँ तेरी हो गई। आज से तेरा गम मेरा हो गया। ओ तेरे कांधे का जो दिल है, ओ तेरे सीने में जो दिल है, ओ तेरी बिजली का जो बिल है, आज से मेरा हो गया। ओ मेरे ख्वाबों का अंबर, ओ मेरी खुशियों का समंदर, ओ मेरे पिन कोड का नंबर, आज से तेरा हो गया। छैन पैसै छैन त्यहाँ छैन। क्या कहूँ, आँखों ने मेरी सब कह दिया। एक तू ही जीने का मतलब कह दिया। ओ क्या कहूँ, आँखों ने मेरी सब कह दिया। एक तू ही जीने का मतलब कह दिया। अब सांसें चले ना चले क्या फिकर, तू चले साथ तो खूबसूरत सफर। तेरी राहों में मेरा जहां के रंग लग गया इश्क दा, के रंग लग गया इश्क दा। मैं तेरा होया इस तरह, के रंग लग गया इश्क दा। बिन आधा सा हुआ, अधूरा कोई वादा सा हुआ। कि तेरे बिन आधा सा हुआ, अधूरा कोई वादा सा हुआ। जो पहले कुछ कम था दीवाना, मैं आज ज्यादा हुआ। रहने को मिल गया तेरे दिल का शहर, है यहाँ धूप भी जैसे ठंडी लहर। वक्त ऐसे हुआ मेहरबान, के रंग लग गया इश्क दा, के रंग लग गया इश्क दा। मैं तेरा होया इस तरह, के रंग लग गया इश्क दा।
रंग लग गया इश्क दा के रंग लग गया इश्क दा मैं तेरा होया इस तरह के रंग लग गया इश्क दा के रंग लग गया इश्क दा के रंग लग गया इश्क दा मैं तेरा होया इस तरह के रंग लग गया इश्क दा मायाले बोलेको बोली मिठो भो सुरिलो आवाजको जादु छुट्टै भो जो बल्ले पिरातीको कथा लेख्ने भो आँखाको गहिराईमा माया जुन तारा साँचेर यो मनै तिम्रो भो जुन तारा साँचेर यो मनै तिम्रो भो धरती आकाश भागेर यो मनै तिम्रो भो जुन तारा साँचेर यो मनै तिम्रो भो Falling in love, shining in love, love for you is forever. Falling in love, shining in love, love for you is forever. चाहना यस्तै हो कि माया हो यो मेरो बहाना तिमी हो कि भावना हो यो मेरो यो मनले त्यो मनसँग माया गाँस्ने भो मनभित्र गहिराईमा माया देवी देवता भागेर यो मनै तिम्रो भो जुन तारा साँचेर यो मनै तिम्रो भो धरती आकाश भागेर यो मनै तिम्रो भो जुन तारा साँचेर यो मनै तिम्रो भो Love for you is forever. Falling in love, shining in love, love for you is forever. मायाले बोलेको बोली मिठो भो सुरिलो आवाजको जादु छुट्टै भो जो बल्ले पिरातीको कथा लेख्ने भो आँखाको गहिराईमा माया जुन तारा साँचेर यो मनै तिम्रो भो जुन तारा साँचेर यो मनै तिम्रो भो धरती आकाश भागेर यो मनै तिम्रो भो जुन तारा साँचेर यो मनै तिम्रो भो For you is forever. Love for you is forever. Love for you is forever. मिठो बोली माया स्वर्ग की परी धरती में करी लुट पुट कर लो मन चोरी करके न कर ले लटने बनाउछ ये तो बोली ले मन के कराउछ ले ले भागी ले
ding ding ding, got the motor,